ल गाइजहरु साउदी काम हाम्रो यस्तो छ है। एउटा वहाँ आएर बसिरहेको बिग्रिएको छ त्यो आज। यहाँ म यता बाटो बनाउँदैछु। अर्को हिजो हाम्रो एउटा बुलडोजर पल्ट्यो, त्यसको लागि यहाँ बाटो बनाउँदैछ। मान्छेको अत्तो पत्ता छैन, मान्छे मर्यो कि बाँच्यो भनेर। कमाउनु गइसक्यो तर बाँच्दैन होला। अब त्यो मान्छे बाँच्दैन होला जस्तो लाग्छ। के गर्नु खै, सँगै काम गर्ने मान्छे आयो। ऊपर में ओ देखो वही तो ना जो नीचे वाला नहीं आएगा, नीचे वाला है ना वो देखो। ये देखो यहाँ पे, वो देखो जो ऊपर से गिरा है ना, वो आ गया तो फिर और पंगा होगा। वो देखो उधर एक दो, उधर जो ऊपर से नया गिरा है ना वो वाला बोल रहा हूँ मैं। वो क्योंकि ऊपर में आके लटक कर बैठा होता है वो। यहाँबाट बाटो बनाउन जाने हामी। एक तो यही है। देखो इस साइड कोई, वो एक उधर है, कोई मिलेगा तो गिराओ, इसको तो गिरा दो। हाँ जो नीचे का मिलता है वो गिराओ, फिर अपने ऊपर आएगा। वो त्यहाँ छ पल्टेको डोजर त्यहाँ छ। हो ए नदेखिनु कि चेन मात्रै देखिरह्यो। तेर्सो परे यस्तो भिडभाड। मेरा भी ऐसा ही है, ये पूरा दर्द कर रहा है। पूरा थक गया ना कल आदमी। त्यो सुजलको जुत्ता कहाँ हराएको? यतै फाल्यो होला। ल खुनै खुन लाखा भने ल तेर नलगे। पुरै रिल्स है। त्यहाँसम्म पुग्नु त खै अब दिनभरि पुग्ला नि त पुग्ला खै यार, पुग्दैन होला। कुन अलिअलि यो त खै आयो भने यो तास्ने, यो माथिको यहाँ त अलि हाइटै गर्नुपर्छ हौ। माथि तासे यति लेभल गरेर यसको लेभल गऱ्यो भने मात्रै अलिक खुल्ला ठाउँ हुन्छ कि, किनकि यो काट्नु पर्दैन। तर गिर्न मत भाइ, ऊपर से तैमें उधर से जाने को बोल रहा था। रिस्की मत करो, रिस्की मत करो, गिर जाएगा फिर। हाँ वो सही इस साइड हो, मतलब तेरो माथिबाट आइज त्यो ढुङ्गा। गाह्रो छ काम गर्न, पैसा कमाएर खान। यो झर्छ कि हौ। गिरेगा जालास फेरि वहीँ हस्पिटल, त्यही हस्पिटलमा। पहाडमा हिँड्ने मान्छे होला कि पहिला। खै त्यसमा पहाड हुन्छ भन्नु हुन्न कि छैन भन्छ। उफ थाक्यो। खाना खाएर हिँडेको गाह्रो अवस्था छ। यो चाहिँ एउटा गाडी पल्टेर तनाव भएर त्यो मान्छेलाई बचाउनको लागि धेरै कोसिस गर्यो। खै कोसिस त गर्यो, अहिलेसम्म कमाउन साह्रै होस आएको छैन। 2 दिन भइसक्यो त्यो गाडी निकाल्दै बाटो बनाउँदै आज। म त बाटो बनाउँदै वहाँ पुगिसक्यो। कुनामा खोला हो, यो खोलामा बाटो बनाउँदै हो। कुनामा छ उता बुलडोजर पल्ट्यो हिजो हाम्रो साइडमा। त्यही भएर त्यो निकाल्नलाई बाटो अझै खै बेलुकासम्म बन्छ कि बन्दैन भन्ने कुरा नि छ। बाटो त सायद भोलि बिहान 11-12 बजीसम्म रेडी हुन्छ कि। धेरै छ बनाउनु पर्ने, पुरै चट्टानै चट्टान छ। लडिन्छ कि भने डर। यस्तोबाट बाटो बनाउन जानुपर्ने। उता छ